Hello, good Hello morning, everyone. guys. आज 30 दिनको 28 दिन भइसक्यो आमा के हो त हाम्रो च्यालेन्ज पुरा हुन लागेको छ त्यही हो होइन नि च्यालेन्ज पुरा हुन लागेको छ अब भोलि र पर्सि त्यही दिन छ त्यसपछि के हुन्छ त्यसपछि नै खान्छ त्यो पछि च्यालेन्ज आउँछ केही न केही जिन्दगीलाई च्यालेन्ज गर्न चाहिँ छोड्नु हुँदैन कि मिस होइन ठिक हो ल हाम्रो यात्रा सुरु सुरु भइसक्यो भइसक्यो जाने कहाँ थाहा छैन कता जाउँ त पूर्व पश्चिम उत्तर दक्षिण कता जाने त्यो बिचको राम्रो बाटो छ नि सुरुमा हिँडेको त्यही बाटो हिँड्नु भएको छ आज चाहिँ दमकमा खै यस्तो साह्रो लाग्यो जस्तो छ त गर्मी आउनु पर्ने जाडो आयो जस्तो छ गर्मीमा पनि यस्तो हुन्छ नि मिस हुन्छ खोइ मलाई त जाडो फिल भइरहेछ ज्याकेटले मलाई छोडेन सर के अरे ज्याकेटले मलाई त छोडेन त नि त्यस्तै हो उज्यालो भए पनि सडक चाहिँ अब सुनसानै छ भन्दा नि हुन्छ बिहान मर्निङ वाक गर्नेहरू हिँडिराख्नु भएको छ अरू त खासै चहल पहल छैन यो चाहिँ हो हाम्रो दमकको शङ्खदर चोक ल यो चाहिँ हामीले हिजो पनि देखाएको थियौँ आज पनि देखाउँदैछौँ अब यहाँबाट हामी हिजो चाहिँ यहाँ वरिपरि घुम्यौँ आज अर्को बाटो यो बाटो बिचको बाटो जान्छौँ अहिले चाहिँ हामी हिँड्दैछौँ अनि कस्तो क्लियर आएको नि ऊबाट फोटो खिच यो चाहिँ यस्तो छ हामी हुँदैछौँ बाँकी त के भनेर गफै पनि कति यो 30 दिन गफ लगाइसक्न लाग्यो अनि अझ कति हो 28 हो कति टाइम नलागेको है भनेको यार 28 दिन भइसक्यो हिजो अस्ति जस्तो लाग्थ्यो हो आजको मार्केटिङ सिस्टममा चाहिँ तपाईँहरूलाई म साई सुज सेन्टर देखाउन गइरहेको छु यो चाहिँ एकदम फेमस जुत्ता पसल हो यो अलरेडी टिकटकमा एकदम एक्टिभ पसल हो अनि म अस्ति आएको थिएँ एकदम के भन्छ मिलाएर कम प्राइसमै पाएँ जस्तो अन्त चाहिँ जराली गर्दा पनि यहाँ नगर्दै पनि त्यति यहाँ पाएँ जस्तो फिल हुने खालको प्राइस थियो है गाइज यस्तो छ हामी चाहिँ यसरी हिँड्दैछौँ छाया खिचेको लाइटले गयो भित्रमा यस्तो राम्रो फुल छ यहाँ यस्तो राम्रो गल्ली के भन्छ यसलाई के नाम भन्नुहोस् पैदल मार्ग होइन के हो यसलाई फुटपाथ फुटपाथ यस्तो राम्रो छ फुटको पाथ अनि हामी त्यहाँ हिँडेर हुन्छ गाडीको बाटोमा कस्तो दामी फुल सजाएको छ सुकचुकको फुल भन्दा त यही फुल राम्रो छ नि हो कि तपाईँलाई सुकचुकको फुल भन्दा यो फुल राम्रो लागेन मलाई त यो कति मनपर्छ नि सर मैले कति बयान गरिसकेँ
फेसबुकको पनि अब बनिँदैछ जस ठिकै हो ठिकै त्यस्तो दमकबाटै जाने खालको त होइन लागेन मलाई त्यतै वरिपरि लोकललाई राम्रो हाम्रो दमकमा खरायो कटेज जाने जस्तो टाइपको छ फेरि त्यो कटेज टाइप अब रिसोर्टमा गएर चिल हान्ने टाइप चाहिँ अब त्यस्तो खालको लागि चाहिँ राम्रो रहेछ हेर्नु त अब कहाँ कुन चाहिँ पार्कमा हिँडे जस्तो होइन भने यस्तो भाइसी मलाई काठमाडौँमा त्यो एयरपोर्टको उसमा लागेको छ एयरपोर्टको गल्ली हुन्छ एयरपोर्टको साइड साइडमा रुख थियो नि त अनि हरियालीमा यसरी हिँडेपछि जिन्दगी रमाइलो छ यत्तिकै दिनभरि फ्रेस हुन्छ यसरी हिँडेपछि चाहिँ तिमीलाई दिनै पछि यहाँ ल्याएर हिँडाउँछ त म त अब नै कस्तो दामी गेट बनेको रहेछ दामी गेट बनेको रहेछ कसले यसरी यहाँ साइकल राखेर जानुभयो हो लानुहोस् यार यसरी साइकल राख्ने त बाटो बाटोमा बाइक हेर बिचरा यहाँको चराचुरुङ्गीहरू यहाँ कस्तो खतरा चरा हेलो गाइज वेलकम ब्याक टु माई च्यानल देखेन भन्छ होला अन्त आएछ ऊ पर तिन धानु हामी अहिले फेरि हनुमान मन्दिरको बाटो घुम्दै घुम्दै जाने विचार गऱ्यौँ अनि अब यो बाटोमा पर्ने इस्कनको मस्जिदको हनुमान मन्दिरको त हामी तपाईँहरूलाई दृश्य धेरैबाट देखाइसकेका छौँ अब त्योभन्दा तिमीहरूको फेस बढी देखाइरहेछ भनेर भन्नु होला होइन त्यो पनि हामीले धेरै देखाएको छौँ अब त्यही बाटो हिँडेपछि देखाउने चाहिँ के त या त त्यही मन्दिरहरू देखाउनु पऱ्यो या त हाम्रो फेस देखाउनु पऱ्यो हाम्रो फेसमा त मन्दिरै राम्रो हुन्छ कि होइन तिमी नै राम्रै छ यस्तै छ गाइस अब भिडियो पनि धेरै लामो भएको पनि मन पर्दैन होला तपाईँहरूलाई पनि हामीलाई पनि अब एकदम सर्टेस्ट गर्ने आज हामी हनुमान मन्दिर आउँदै गर्दाखेरि चाहिँ पूजा गर्ने भक्तजनहरू पनि आइसक्नु भएको रहेछ अनि सँगसँगै यहाँनिर चाहिँ धार्मिक कार्यक्रम हुन लागेको रहेछ अहिले के हो ए जो रसिया 7 दिनको सप्ताह सती कि के राम्रो लागेको भन्दै थियो क्या त्यस्तो रहेछ जय हनुमान ज्ञान गुण सागर भन्ने मन्दिर खुल्यो अरे मान्छे आयो अरे अरू बेला त अलिक बन्द भयो भन्दै ए कति हो कति जेएनजीहरू होइन ल यही हो बाटो गाइस धेरै बाटो देखाइसकेको बाटो हो यो त्यो हामी एकदम कम देखाउँछौँ भिडियोमा तपाईँहरूलाई त्यो हनुमान मन्दिरमा चाहिँ कार्यक्रम सुरु भइरहेको रहेछ र फेरि ओपन गर्न मन लागिहाल्यो तपाईँहरूलाई जानकारी गर्न मन लागेर मान्छेको अनि अरू त ठिकै छ यस्तै हो यो पनि राम्रो बन्ने रहेछ गर्न पनि त अब त्यो रेकर्डै हुन्छ उही नमिलेको त अनि ज्याकेट हाउसले के गर्छ त गर्मीमा चाहिँ ज्याकेट हाउस रहन्छ है गर्मीको विङ सेटर बेच्छ नि सर गाह्रो छ गाह्रो छ